म सुनिल नेपाने कसैको डायमन्ड हराएको छ भने खबर गर्नु होला। भिडियो हो पल्टिराखेको हुन्छ। पक्का प्लेयर रहेछ तिम्रो र मेरो एउटै भन्छ नि त प्रेसर। यो यसलाई डिक्कीमा राख्ने गिर्ने हो हामस यो उसलाई डिक्कीमा राख्ने गिर्ने हो। हो ल अहिले समय राख म सेम भन्छ है खै मन पर्दैन पानी चाहिँ उतै किन्ने कुरा फोन हरायो छैन यहाँ फोन। जाने कि नजाने भन्दा भन्दा है भनेपछि यहाँ सेकेन्ड टाइम गर्ने सबैजना सेकेन्ड टाइम हो फोर्थ टाइम बरु मलाई डर लाग्यो आमालाई डर लाग्यो नै त्यस्तो डर त लाग्यो होइन चलाउन अलि आफै म त ढल्छु क्या यस्तो ढल्क्यो तिमी लाम्बा लाउनु पर्ने भाइ लाम्बा लाएर आउनु पर्ने म त अस्ति हात डढेको भएर लाम्बा लगाएको हालैमा अक्षता पाती उहाँ त गाडी राखेर कहाँबाट छिरेको नि त्यो उताबाट उताबाट हो प्याक भयो यार लेखेर यो छाताले गर्दा हो कि मेरो कहाँनिर रहेछ नि यहाँ पो रहेछ है थाहा छैन तिमीलाई गाइस हामी पार्किङमा आउँदैछौँ यहाँ फुल प्याक छ गाइस फुल प्याक के झर्ने हो एकतिर मात्रै धेरै ढल्किए हुनसक्छ ल हामी त लेक साइड आइसक्यौँ भाइहरू आएर यहाँ बुकिङ पनि हानिसक्यो रहेछ
तर खतरा सौदो रहेछ यार तिमीलाई यो रुमाल ल्याएर मैले फर्स्ट टाइम होइस ल राम्रो देख्दो रहेछ हिजो हिजो नि यत्तिकै बसेको अब यो टाइम त हावा आउँछ के हेर्नु ल डुङ्गा छैन सबै काइकिङ मात्रै हो सब काइकिङ हो कि त्योहरू पाउँछ कि पाउँदैन भन्ने कुरो हो कि हाम्रो भाइहरू बरु आएर बुकिङ गरेर बसिदियो भन्दै थियो यताबाट बाउडा लिएर न अनि बाँकी अरू अर्कोबाट लिए नि भयो नि अनि फेरि अर्कोबाट लिँदाखेरि कति भन्छन् भन्ने कुरो हो कि यसबाट सबै 200 रुपियाँ होला अनि अस्ति तिमीले कति भन्थ्यौ त हामी अफिसबाट गरेको कि थाहा भएन नि त हेलो हेलो जय मसी के छ हेरो जय मसी हामी यति हो हामी के राम्रो हो र हाम्रो ल ठिक छ हाम्रो प्राक्स दाइ कता गयो तिम्रो प्राक्स दाइ खोइ त प्राक्स के रे यस्तै भिड लाग्दैन जिनालाई फोन हान्न पर्यो कोसँग नम्बर छ कति जानु भयो ओइ दामी आउँछ दाइको गोप्रो हो अनि एचडी हो त नि आउँछ त तिमी त हिरो हो नि मान्छे विदेशी हाम्रो अर्को कोरियन अर्ग्यानिक कोरियन है गाइज हाम्रो यहाँ फेमस फुटबल प्लेयरहरू पनि हुनुहुन्छ यहाँ अहिले आएर खाना सुनिल भाइको फेरि भ्लगमा आएर अब दुब्ला छ अब ट्रेनिङ गरेछ यो On अनमे पुल Okay, here we are in the lakeside. Now we are going to kayaking. You can see the Gospel Nepal band over here. You can see the view. We are here in Simsara right now. Let's go. लेट्स गो जयमसी भर्खर आउनु भयो जयमसी भ्लगमै ल क्याप्चर भइसक्नु भयो है क्याप्चर भइसक्नु भयो बोटै हेर्नु न फुल उता गइसकेको छ हेर्दै भेना हेर्नु त हामीले अस्ति जसको हो त्यो व्यक्तिमा पुऱ्याइदिनु होला भनेपछि कसैको डायमन्ड हराएको छ भने खबर गर्नु होला म सुनिल नेपाली भने म सुनिल नेपाने कसैको डायमन्ड हराएको छ भने खबर गर्नु होला सुनिल भाइ खबर गर्नै पर्दैन त्यो त यता प्रसाद भाइको रहेछ त्यो डायमन्ड प्रसाद भाइको रहेछ दिइहाल्नु ल माफ पाऊँ हजुर ग्रहण गर्नुहोस् हुनेवाला बुहारीको लागि किनेर राखेर रहेछ दिदी अर्डर त्यही त भाइरल पार्नु परेन साइकलको रहेछ अहिले आएर दाइ जानु न त साइकललाई जिम्मा दिनु यसो क्रिस्टले कस्तो चस्मा के अरे चस्मा हुन्छ हामी यहाँ बोट नपाएर गाइस ए यसरी हिँड्न परेछ है खाली खुट्टा खोज्न चाहिँ गाह्रो हो कि है ऊ आयो एउटा त अब त्यहाँ छन् जुत्ताहरू हामी अब खोज्दैछौँ गाइस प्याक छ बाटो होइन आमस भाइ त्यही भएर दाइ 11 बजे हो कि यस्तोमा त बिहान हो यो टाइम न बेटाइम आएर त कहाँ हुन्छ यसरी हिँड्न पाइन्छ है आज कम त हिँड्यो खाली खुट्टा खुट्टा देखाउनु न दाइ खुट्टा त खै सबै खुट्टा देखाइदिनु न
किलोमिटर हेर हेर घरबाट निस्किँदा जुत्तामा निस्केको थियौँ खाली खुट्टा यहाँ हामी खाली खुट्टै छौँ मन परेको जुत्ता पो जुत्ता नत्र भए त अनि If no one really liked it, let them share this amazing spot. छ भन्ने ल त्यता नि हेरौँ ल उता यता त्यति वडा त भोलिबाट खोल्ला नि खोल्यो वडा त हो डगी स्टाइल हो डगी स्टाइल हो कतिको गहिरो छ हेर त मनी आइदिम लै भनिदिम नै फेरि सलको पानी उड्ला फेरि यहाँ त हान्दिनँ उता यहाँ झार हुन्छ झार हुन्छ उता जाल पनि छ कहिले हानिदिन्छ है ल क्यामेरा लिएर है मैले त केही मिल्दैन होइन उता हिँड्नु हामी उता आउँछ लौनु हजुरले बोक्नु त हामी त माथिबाट यहाँबाट जानु मिल्छ यो चल 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 भन्दाखेरि मैले मलाई नै आउँदैन हौ राम्रोसँग साइकल नगरी पनि पौडी खेल्दा त जानु भने सिसाहरू सुनिल दादा उल्टो खेल्नु भएको सुनिल दादा देखाउनु यता बेसी यता आउनु सुन्दै भाउजूकोमा जानु आइसक्यो पुइके नाच्छ बन्द गरे पानी नतान्के त नि नाच्दा त हुन्छ नि त यसले त सिङ्गल मोडमा होला नि त भान्जी पनि सिङ्गल मोड होला नि त पर्छ दाइ बल उता गइसक्यो तपाईँ यता मात्रै बस्नु ह मजै लाएर हो ओए बुझे मजै लाएर हो चस्मा नि देऊ न हेर नला भाइ लाउँछु यार के हो नि त्यो बैग वाटरप्रूफ बैग ओए मेरो चस्मा चाहियो आमोस आमोस त्यो त अर्को दाइसँग थियो क्या त्यो दाइ कता हुनुहुन्छ दाइ चस्मा खायो मेरो दिनमा जिना त्यो चस्मा देऊ न एली तिम्रो फोन कहाँ फोटो खिच्दै हो
म त यसो अब त्यो डोरी फालिदिए हुन्थ्यो त भाउजूले डोरी फालिदिए हुन्थ्यो त आमोस आउ सिद्धिम दुईजना त्यसमा खानु न अर्को के हो के त मम्मीको फोटो हाल्नु ए हो र अब खायो नि आज भ्यायो के स्विमिङ हान्ने नि अब एकछिन ए ल हाम्रो आयो ल एउटा सिकार आयो हाम्रो जे कुराले नि सिकाएर के दाइ अहिले पौडी खेलेछ अहिले सबै गाडी चिसो बन्नु भयो यिनीहरूले आज आमस यता भाइहरूको नि गर्दै नि कति गहिरो हो ल हामी अब लाग्यो भाइ जाम हजुर ए ल ल यतै हुन्छौँ हामी सुरु मेरो जान अघि नै हो बुढीहरू कता कता पुगिसक्यो त यहाँ अब खोज अब म चाहिँ पौडी खेलेर बसेको गाइस हेयरस्टाइलै बिग्रेछ मेरो हाम्रो 16 जनाको ग्रुप अगाडि खेल्दै हुनुहुन्छ अब एउटा पायो भने मजा नि आउँछ त्यसपछि चाहिँ मन्ता रमाइलो हुन्छ भिडियो है गाइस पाले आएन 16 जना आएको हामी ग्रुप मैले भन्थेँ नि तिमीलाई हिजो कति आएको हामी त जान मिला भयो कि कताबाट ल्याएको यो ए हेर म बोट चढेको प्र्याक्स आइसक्यो उता गह पेडल हान्दै गह उता बोट आउँछ कि चढिहालौँ भनेर हो बोट आउँछ कि चढिहालौँ भनेर हो फोटो खिच्दिनु एउटा फोटो खिच्नु मिल्दैन र यता हेर त अब हिरो के अब लास्टै अब नि केटाहरू आउँदै आएन त खासमा आज आउँथेन काइकिङ होइन सुन्दाइले आउँछु भनेर मैले केटाहरू बटुले कतिजना आयो 4 जना 4 जना आएको नेथन अनुप म हो कि आज आफू त यसरी भ्लगिङ गरेको है क्यामेराम्यान पानी भित्रबाट
हेर ठिक छ हेर के छ भाउजू दा यहाँ खेल्नु भयो भाउजू उता हुनुहुन्छ नेथन त डेन्जर रहेछ त यार गुरु भ्यूहरू देखाऊ हामी अहिले नेक्स्ट साइड देवतालमा छौँ ट्रेकिङ गर्दै ब्यान्डका सम्पूर्ण मेम्बर्स एकसाथ रमाइलो गर्दै यो समय स्पेन्ड गर्दैछौँ Hi. महान प्रभुलाई परम प्रभुलाई महान प्रभुलाई पाइको अचम्मको जो सृष्टि गर्नुभयो हेर्छु तारा सुन्छु गर्जन डरलाग्दो प्रकट संसारमा तपाईको प्रशंसा होस् ईश्वरको कति महान कति आउँछ भाइ के छ खबर है हाम्रो गाइजहरू उतातिर हो र जाम 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 न त मसँग पेडलै छैन कि ए हो रुक्नु है हजुर हजुर जान्नु म हजुरको समातेर आउँछु ल हजुर तक समातेर आउँछु ल त्यहाँ मेरो डोडी छ डोडी समातेर आऊ कस्तो लाग्यो जाम उता जाम 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 हजुर राखेर गऱ्यो भने सजिलो हुन्छ छिटो हुँदो रहेछ है फुटबल राखेन भिडियो हुन्छ कि
यो मेरो एयर ब्याग हो के कहाँ हो जाने ल भन ल म अघि नै एउटा पौडी खेलेकोलाई केही भएन के मलाई समाउँदै आएको तिमी किन कुद्दैन भनेको त भाइ समातिरहेको रहेछ यस्तो सजिलो भयो नि त कुदे छ भाइ यो हो अस्ति त हामी वहाँ पुगेको पटका कता गएको क्रास होला हजुर मेरो हातमा छ स्टियरिङ त्यही त पानीमा आएर पानी खानुपर्छ क्या अन्नी तिमी उति गर्नु परेको कता घुम्नु गयो ए चलौ आमोस् यसरी गरेर त सजिलो हुन्छ यसरी उठेर गऱ्यो भने सजिलो हुन्छ हेर न यहाँ आमो समातेर नत्र म अघि नै यसरी पुगिदिएँ कहाँ हामी जाने यो भिडियो हो पल्टिराख्यो हुन्छ तर त्यही पुस्न मेरो भिडियो खिच्नु फेरि पोल्टी हो कि फेरि ध्यानमा पोल्टी हो भने फेरि पौडी खेल्न डर लाग्छ कि म त फर्स्ट टाइम खेलेको आज तालमा पानी पौडी आमुस भाइ थाकेर धाइबसेको क्या चकल माल्टी भयो भने चाहिँ एकदम बेस्ट रहेछ नत्र त ल यसो भाइ भिडियोमा आम थकै लाग्यो यता बस हामी सबै यतिलाई एक्लै कहाँ कुद्यो यसरी नि सजिलै हुँदैन एकैचोटि आएको मेसोमा जाडो जाडो भयो मलाई त
जाम छेउछेउतिर जाम छेउछेउ हुँदै जाम अब अब नेक्स्ट टाइम आउँदाखेरि उता को नपुग्ने है ल सँगै जाऊँ आऊ यता भाइहरूको उयो गरिदिन्छ मम्मीलाई फोन गरेन गरेन केही हुन्न कहिले हो त केही नै हुँदैन क्या अलग बसेर तपाईँको फोन छैन लाइफ ज्याकेट खोलेर खिचौँ भनेको कहाँ खोल्ने एन्टी लाइट पऱ्यो हताएर दिएछ उठाम म फेरि है अनि पौडी खेल म क्या छोरीसँग बोल्न लाग्यो मजा आएन ग्रुपमा रमाइलो गर्ने भने पुरेर बस्यो होला बोट जति सबै हाम्रो ग्रुप मिलाइदियो हामीले पैसा धेरै लिएर पैसा नतिर्किन आयो नि त हामी त मैले हेर्नु यता छेउछेउ हुँदै जाऊँ भनेको के अरे यता बिचतिर भन्दा नि सबैजना उतातिर भयो जस्तो लाग्यो कि उता कहाँ यता यस्तो कहाँबाट जाने हुन्छ भिडियो एन्टी लाइट पर्छ त्यता त धेरै ठुलो हो नि भिडियोमै छ जाने हो कतार जाने हो बुढी उनीहरू उता छ जस्तो लाग्यो कि मलाई ऊ त्यहाँ अगाडि पुग्दिम रेना तिमी लास्ट होला है तिमी ए अगाडि आएँ म उषालाई पनि जितिसकेँ मैले मलाई यहाँ बस्न अप्ठ्यारो भएर मात्रै हो क्यामेरा केही नि हुन्न समाउँछौ लक्छ
भन्दा पर्छ ए पछाडिबाट चढ्ने ट्रेन आइज पछाडिबाट यताबाट चढ्ने कसरी त कसरी अनि यो रन राम्रो हुँदैन पख होर्दै डन्डी राख त डन्डी राख है यो समाउने कुरै पाएन कि अर्को डन्डी छ तिम्रो यता मेरो पछाडि राख त राख यसरी नै राख न डोरी यता पछाडि छ नि त ताना त यस्तो गर्नु त अगाडि पछि गर्नु त यसरी गर्नु अनि खुट्टा हाल्नु फाइनली चिप्लो रहेछ के भयो पेडल भाङ्ग्यो अगाडि आउनु अगाडि कता उल्टो उल्टो बस्यो क्या बल्ल बल्ल आइयो अहिले डर हाल्नु पर्ने तिनीहरूले है भिडियो त खिचेछु कस्तो लाग्यो गाइस चस्मा लाएर डुबिदिएको म अब पखमा आए म आउँदैछु है जाउँ है पोखरा जाम मेरो पछाडि बान्ने थियो अनि मैले पेडल गर्ने अनि त्यसरी त उल्टो भयो नि त अनि उल्टो हुन्छ नि त अनि त्यसरी त अनि पछाडिकोमा जोड्दाखेरि त अगाडि फर्किनु मिल्छ नि त त्यो फेरि पोल्टेला ल
भयो यार त दुईटा टुक्रा भएर आयो झर कति नै छ र डेन्जर गइरहेछ के हेर्न यो प्याडल त दुईटा भयो नि त बल्ल अरे हानेको त पटक्क यसमा टेकेर आयो नि हो आहा दुईटा हरायो भने एउटा सेट ए ए यसोमा अड्काएर लिएर आएको लाए दाइ ला ठुलाम लाए लाए आज त गोजी यस्तो नि भित्र हाल्नु दाइले भाइ चस्मा लाएर कहाँ गयो भन्दै यार हामी म यस्तो गरेर हेरेको कोही देख्दिनँ यार टल्केर हैरान दाइले हाम्रो खोज्नु भयो भनेको त चौला भन्नु भयो कहाँ पुग्यो उताको साइड हो हामी त कता कता खोजेर नभेट्यो उहाँ पुग्यो वहाँ पुगेको बिचतिर फोन हान्नु पर्छ नि फोन त यहाँ छोडेर कोही बेला ल यसलाई हतार भन्छ जान्दै अब हामी त्यही क्याम्पिङकै चढ गएन चुइगम त केले तान्दिनु त नि अब टिसाले छोपेर छोड्दै भयो घर गर गाडी बसै परिहाल्नु पुरा के अरे अर्को पालि झन् आशिषले हजुर यो के भन्छ भन्दै आएन सोचेर भन्नु ल नेक्स्ट बिचमा सोचेर भन्छु ल हस् अब नपाएपछि मैले के गर्नु त यहाँ लिएर बसिरहेको हुन्छ उताबाट जाने अन्त निस्कि गाडी ल बस न थोरै खाएर जाउँ भने थोरै त खानु पर्यो थोरै एली एली तिमीले यहाँ यति खाइदिन भने यहाँ सबैलाई खल्लो हुन्छ अब अनि सबैलाई हतार छ त हो यतिको ओए म पनि धार हातैले हाल्नु पर्ला जस्तो एली आऊ एली जराको राम्रो हो तर अब क्यान्टिन अब गाडी खाइसक्यो गाडी हो यो हाम्रो त हिँड्ने बेलामा ए हामी सबैजना भ्लगमा परेको छौँ है अहिले एली आऊ न पिकनिक भइरहेको छ यहाँ एली आऊ यता बस अब के गर्नु अब जे हुनु भइसक्यो ढिलो भइसक्यो सही बाबाको गाली खाइन रे अब जानु पर्यो अरे ए हो दामी देखिँदो रहेछ अरे हो र दाइ पछाडिको बोलाउनु भएको एकजनालाई भेला गर्नुभयो अनि यसरी गस्पल फ्यामिली साथै हाम्रो परिवारहरू सबैलाई प्रभु तपाईँले यसरी एकसाथ भेला गरेर यो काइकिङ गर्ने मौका दिनुभयो रिफ्रेसमेन्टको मौका दिनुभयो अनि यो पिकनिकको माहौल पनि प्रभु तपाईँले सृजना गरिदिनु भएको लागि धन्यवाद छ अनि यो माहौलको निम्ति हामी तपाईँलाई धन्यवाद दिन्छौँ यो जति पनि कुराहरू खानाहरू तयार भएका छन् यो खाइपी तपाईँको महिमा गर्न सकौँ धन्यवाद सबै कुराको निम्ति आशिष माग्छु यसु प्रभुको नाउँमा मेन आमेन हेरौँ है त अरू पनि आउँदैछ अरू पनि छ हामीसँग आइटममा के हो त एसडी कार्ड स्पिड चलेगा उता भिडियो गरौँ सिकार आए अर्को सिकारीहरूले सिकारिरहनु भयो ल हामी त सुरु गरौँ ल यम्मी टक्क छ मासु त टक्क छ ग्रेभी बनाउने भनेको यार भाँडामा नै पुरा ड्याममा भर
ल कप समझ्नु कोका ल आयो है ल है सबैजना कता कता हुनुहुन्छ खै सबै खानामै व्यस्त हुनुहुन्छ है ल है तपाईँहरू यहाँ कैद हुनुहुन्छ तपाईँहरू कैदी हुनुहुन्छ अबदेखि त्यस्तो त होइन एउटा ल दाइ सर ससेज थियो ससेज आक्को आइ गरे त ल नआउने लौ एली लौ लौ हतार छ तिमीलाई लौ 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 समय ल थ्याङ्क यू भाउजूलाई पनि धन्यवाद सुनिल दाले यति धेरै माया गर्नुभएको लागि ट्रु लभ दाइ यो त हाम्रो त के हुन्छ यो उसै हो क्या पानी नै हो क्या ए सुपै हो त्यो ल म त कोक बनाइरहेको त यहाँ थप्दिनु न मैले बनाएकोमै ग्रेभी दिएको थियो ल दाइ अब अरूले सुनलाई ल गोविन्द खोइ तपाईँलाई ए ल मिठो छ कृष्ण दिदी तपाईँलाई खोइ त ए ल हो काट्न खानुपर्छ ल्याएको हेर्नु नि भाइ होइन भाइ दाइ ठिक छ पछि टाइम छ नि ल है यति रमाइलो क्रिसका परिवारहरू एकसाथ कहाँ रहेछौँ भन्दै गर्दाखेरि हामी त पुरा चिल्लीबार अगाडि रहेछौँ 2 शब्द जाओस् हामी चिल्लीवाला पनि फ्लप भन्ने डिस ल्याएर हामी यो लङ चाहिँ मलाई बढी हुन्छ है ओके ल यसलाई चाहिँ म यता राखेँ ल ल यहाँ आसन ग्रहण गर्दै हुनुहुन्छ ल गर्दै हुनुहुन्छ हामीसँग सुनिललाई कस्तो महसुस भइरहेछ 2 शब्द जाओस् न एकदमै रमाइलो अनि मिठो वाउ मेरो 2टा शब्द यहीँ राख्छु सुतिरहेको छ भने भाइले डिस्टर्ब गरेको रमाइलो र मिठो 2टा मात्रै शब्द भनेको भाइले 3टा भनेको भाइ डिस पनि आउँथ्यो मोबिन्द खानु है ल एली 2 शब्द जाओस् घरमा बाबाले गाडी गरिहाल्नु भयो होइन अब यहाँ प्राउन खाने कोही हुनुहुन्छ एउटा खाइदिइहाल्छु म तिमीले निकालिदियो ल प्राउन जिन्दाबाद ल भयो तिमी नै खाऊ शिकार त हजुरलाई कुर्दैछ ल दाइको सिकार यहाँ बा टन्नै रहेछ नि त अझै ससेस छ बस ससेस नै हाल्नु न हामी 3 भाइ ल सुनिल दाइसित एउटा हानिदिउँ न त है दाइ छुट्नु भयो हरेक कुरामा एउटा चाहिँ खल्लो भयो एउटा फोटो हानिदिउँ न बिचरा है ल उठ्नु न कति बस्नु भएको टाढो भइसक्यो हामी 3 भाइ एकजनाको ल एउटा खतरा Subscribe.